जनप्रतिनिधि माथिको प्रहार रोकिएन, प्रहरी मौन। जेन्जी उन्माद नरोकिएपछि बालेन सरकार गुहार्दै। जितपुर सिमरा उपमहानगरपालिकामा पछिल्लो समय देखिएको जेन्जी आन्दोलनको उन्मादले जनप्रतिनिधिहरू नै असुरक्षित बन्न पुगेका छन्। 2/3 बलियो सरकार भएको दावी गरिँदै गर्दा आधारभूत सुरक्षा समेत सुनिश्चित गर्न नसक्नु गम्भीर विडम्बना हो। बिहिबार दिउँसो उपमहानगरपालिकाको कार्यपालिकाको बैठक चलिरहँदा एक वडा अध्यक्षले आफ्नै वडा कार्यालयमा भएको हुलदङ्गा र दुर्व्यवहारको पीडा सुनाए। वडा नम्बर 20 मा केही दिन अघि घटेको घटनामा एक समूहले वडा अध्यक्ष र सचिवमाथि खुलेआम दुर्व्यवहार गरेको विषय मिडियामा समेत सार्वजनिक भएको थियो। तर यस्तो गम्भीर घटनामा प्रहरी प्रशासनको उदासीनता झन चिन्ताजनक बनेको छ। केवल एउटा वडामा मात्र होइन, आधा दर्जन भन्दा बढी वडा अध्यक्षहरूले समूहगत दबाव, धम्की र फोन मार्फत त्रास सिर्जना गरिएको गुनासो गरेका छन्। अवस्था यति गम्भीर बनेको छ कि जनप्रतिनिधिहरू आफ्नै कार्यक्षेत्रमा बसेर काम गर्न असुरक्षित महसुस गर्न बाध्य भएका छन्। नगर प्रमुख राजन पौडेलले सामाजिक सञ्जाल मार्फत बालेन सरकारसँग गुहार माग्नु परेको अवस्था स्वयंमा लज्जास्पद छ। वडामा बसेर काम गर्ने जनप्रतिनिधिहरूलाई सुरक्षित वातावरण बनाइदिनुहोस् भन्ने उनको अपिलले राज्य संयन्त्रको कमजोरीलाई प्रष्ट पारेको छ। विडम्बना के भने परिवर्तनको नाममा आएका भनिएका नयाँ शक्ति र अभियन्ताहरू नै अहिले पार्टीगत संरक्षणमा उन्मत्त बन्दै गएका आरोपहरू उठिरहेका छन्। प्रहरी मेरो साथी भन्दै अभियान चलाउनेहरू आज जनप्रतिनिधिमाथि दुर्व्यवहार हुँदा किन मौन छन्? कानुन हातमा लिनेहरूलाई कारबाही कहिले हुन्छ? यी प्रश्नहरूको जवाफ अझै अज्ञात छ। पूर्व वडा अध्यक्ष केदार बजगाईको भनाइले यो पीडालाई झन प्रष्ट बनाउँछ। वडा अध्यक्षको पद नै सबैभन्दा अपहेलित र जोखिमपूर्ण बन्न पुगेको छ। काम गरे पनि गाली, नगरे पनि गाली। यस्तो अवस्थामा जनप्रतिनिधिले कसरी सेवा दिने? यदि अब पनि राज्य मौन रहिरह्यो भने यो केवल एउटा नगरको समस्या रहने छैन, यो कानुनी शासनको अस्तित्वमाथि नै गम्भीर चुनौती निश्चित बन्नेछ।